हेलो एभ्रिवान, गुड आफ्टरनुन एन्ड वेलकम टु माई युट्युब च्यानल। सबैजनालाई मेरो युट्युब च्यानलमा चाहिँ स्वागत छ हो। अन्त आज फेरि नयाँ दिनको साथमा नयाँ रेसिपी लिएर आएको छु। अन्त रेसिपी चाहिँ के हो भन्दा तपाईँले थम्बनेल हेरेर चाल बिसाउनु भयो होला। मैले चाहिँ आज के को रेसिपी ल्याएको छु भनेर आज चाहिँ म माछा बनाउँदैछु, फिस करी बनाउँदैछु कि यसको प्रिपरेसन पनि मैले गरिराखेको थिएँ हो। यसलाई चाहिँ मैले पहिला मजाले म्यारिनेट गरेँ, नुन हर्दी निम्बु हालेर। त्यहाँ चाहिँ म अब करीको लागि प्याज गर्दैछु। अन्त करीमा हाल्ने सामानहरू पनि अलरेडी मैले रेडी गरिसकेको थिएँ, मसलाहरू। अन्त मसला त बेसी म के हाल्छु भनेदेखि यसमा चाहिँ कालो तुरी, जिरा अन्त लसुन मात्रै हाल्छु, अदुवा हाल्दिनँ हो। अन्त प्याजहरू चप गरेर राखिसकेको थिएँ। अन्त मैले यहाँ ग्यासमा कराई पनि चढाइसकेको छु। अन्त म चाहिँ सरसफाइमा पकाउनु आँटेको छु यो। अन्त मजाले प्याज हालेर भुटेँ। यसमा जे मसलाहरू मैले राखेको थिएँ त्यो पनि मैले मजाले तेल निक्लिन्जेल मैले भुटेँ होइन। त्यहाँदेखि त मेरो टमाटर पनि चप गरेर राखेको थिएँ। एक्चुअली मेरो लाइट थिएन घरमा कि, त्यसले गर्दा चाहिँ म ग्राइन्ड गर्नु सकिनँ। नभए चाहिँ म यस्तो करीहरू बनाउँदा चाहिँ प्याज टमाटर सबै ग्राइन्ड गर्छु नि हो। अन्त त्यो मैले गर्नु पाएन। त्यही कारणले त्यसलाई चाहिँ मजाले टमाटर प्याजलाई चाहिँ रातो हिन्जेल ग्रेभीको लागि चाहिँ एकदमै तपाईँसँग टेस्ट चाहिन्छ नि त होइन। अन्त मजाले पानी हाल्दै तातो पानी हाल्दै भुट्दै, तातो पानी हाल्दै भुट्दै होइन। त्यहाँदेखि मैले छोप्दै कति चरणको लागि छोप्दै मैले भुट्दै राखेको थिएँ। जबसम्म चाहिँ मसलाले तेल छोड्दैन नि तबसम्म मजाले भुट्नुपर्छ। त्यहाँदेखि चाहिँ मसलामा चाहिँ मैले अरू चाहिँ तपाईँको धुलो खोर्सानी, रातो तिखा लाल हल्दी नुन हालेर मजाले फेरि यसलाई छोप्दै अलिकति पानी हाल्दै बनाएँ हो। अन्त करी त राम्रो भएको थियो, राम्रो भयो। मेरो घरकोले पनि मन परायो। अन्त माछा पनि मैले फ्राई गरेर अलरेडी राखिसकेको थिएँ। अन्त माछाको चाहिँ मैले फ्राई गरेको देखाएन तपाईँहरूलाई, अलिक भिडियो लामो हुन्छ भनेर। अन्त यो चाहिँ मैले पानी हाल्दै छोप्दै मजाले भुटेँ। अन्त भुटिसकेर लास्टमा चाहिँ जब पानी हाल्दा मेरो ठिक ग्रेभी भयो, त्यहाँदेखि चाहिँ मैले भुटेको जुन चाहिँ फ्राई गरेको माछा थियो त्यो पनि हालेर मैले मजाले उमालेँ। त्यहाँबाट माथिबाट चाहिँ बिटमा र हरियो खोर्सानी पनि हालेको टेस्टको लागि। जस्तो माछाको झोलमा या ग्रेभीमा चाहिँ हरियो खोर्सानी हाल्यो भने टेस्ट मिठो आउँछ। अन्त त्यहाँदेखि मैले हरियो खोर्सानी हालिसकेपछि एकछिन त्यो उमालेँ। त्यहाँदेखि त मैले धनिया पनि चप गरेर राखेको थिएँ। अन्त धनिया चाहिँ माथिबाट मैले गार्निसिङको लागि हालेँ। अन्त तपाईँलाई मेरो यो माछा बनाएको रेसिपी कस्तो लाग्यो मलाई